हेलो गाइज कोनिचिवा वेलकम ब्याक टु माई च्यानल। आज बिहान मेरो रुममा घाम आएको थियो, कति दामी हेरिरहेको थियो अनि बाहिरको भ्यू कस्तो दामी थियो। सधैँ चाहिँ आज पनि फ्रेस भयौँ, मुख हात धोएर फ्रेस भयौँ। सधैँ चाहिँ आज पनि अलि मेडिटेसनमा बस्यौँ। मेडिटेसनले जे होस् माइन्डलाई शान्त, पुरा क्लियर शान्त बनाउँछ, सोच्नको लागि इजी बनाउँछ। सो आई फलो द रेगुलर रुल्स फर द मेडिटेसन्स। एकछिन मेडिटेसन गरेर खाना बनाउनतर्फ लाग्यौँ। खाना बनाउनको लागि चामल कुकरमा हालिदिएँ अनि ग्यासमा, अनि आलु सोयाबिनको तरकारी बनाउनुपर्छ भनेर सो त्यही अनुसारले अघि बढ्यौँ खाना बनाउन। जस खाना बनाएर खाना खाएर एकछिन बाहिर डुल्न जाऊँ भनेर, एक्सप्लोर गर्न जाऊँ भनेर सो अलि फ्रेस भयौँ। फेसवास लगाएर अलि फ्रेस भएर अनि त्यसपछि चटक्क ह्यान्डसम हुना भएर अनि अब बाहिर जाऊँ भनेर रेडी हुँदैछौँ। आज एक्लै हिँडेको हुनको लागि आज एक्सप्लोर गरौँ। साइडमा के छ कम्प्युटर सबै लिएर हुन्छ। म भर्खर आरुबाइतोको लागि सोध्न गएको थिएँ एउटा कन्भेन्यूमा। के भन्छ उसले भनेअनुसार हरेक दिन 22 देखि 6 सम्म खाली छ अरे अहिले भनेर भन्दैछ। 22 भनेको 9 बजीदेखि 6 बजेसम्म खाली रहेछ, नाइट सिफ्ट रहेछ। नाइट सिफ्ट मैले सोधेको थिएँ त्यसलाई निचयोबी र दोयोबीमा छ भने अदस्यो हातराकीमास गर्छु भनेर भनेको। अब हेरौँ के भन्छ। त्यसले भनिरहेको थियो हानासीमास गरेर म भन्छु भनेर भन्दैछ। ल अब हेरौँ के हुन्छ, गरेर भन्नुपर्छ। अब विचार गरौँ ल। अब भ्यू हेरौँ। जापानको म्याकडोनल्ड दामी रहेछ, जापानको म्याकडोनल्ड। फलो द रुल। रेड कलर भएर अब रोक्नुपर्छ। सो आज ट्राई गरेँ पार्ट टाइम जबको लागि खोज्नको लागि आज निक्लिएको थियौँ। धेरै ठाउँमा खोज्यौँ पनि र धेरै ठाउँमा पायौँ पनि, तर अब त्यसको प्रोसेसको लागि हामी गएकोसँग नै कुरा गर्नुपर्छ। सो मैले 7-Eleven गएर सोधेको थिएँ अनि त्यहाँ भनेअनुसार काम रहेछ अनि उहाँले टाइम पनि बताउनु भएको थियो, यो टाइममा छ भनेर, काम इच्छुक हुनुहुन्छ भने गर्न सक्नुहुन्छ भनेर। एउटा नेपाली दाइको पसलमा पनि गएको थिएँ, त्यहाँ पनि काम थियो तर त्यो धेरै कम थियो। सो बेसिकली म घुमिरहेको थिएँ एक्चुअली कि कस्तो छ ठाउँ। फर्स्ट दिन थियो, फर्स्ट एक्सपिरियन्स थियो कि मतलब पार्ट टाइम जबको लागि खोज्दाखेरि कस्तो रहेछ भनेर। सो इट्स गुड। द्याट इज माई रुम ब्रो, द्याट इज माई रुम, द्याट इज माई रुम। इट्स भेरी ब्युटिफुल भ्यू। एक्सिल
यहाँको भ्यू दामी लाग्यो मलाई, चारैतर्फबाट फुल ट्राफिक रुल फलो गरेको. सो इट्स भेरी नाइस टु सी दिस टाइप्स अफ रुल्स फ्लोइङ इन जापान. सो नाइस भ्यू. Thank you for watching my blog. See you in the next blog. Thank you. Bye. Please subscribe and follow my YouTube channels. Thank you.